आमाले दिनमा त दिनु भनेपछि बुढा दिइहाल्छ। नारायणले पैसा चाहियो भने पहिला बालाई माग्नुपर्छ, दिँदैनन् बाउले, हत्तपत्त पैसा छिराउँदैन नारायण। अनि आमासँग गर्नुपर्छ, आमा पैसा मागेर बालाई दिनु गर्नुपर्छ, दिनु न त दिनु भनेर भनेपछि बुढा नारायण दिइहाल्छ नारायण। यहाँ नपत्या पछाडिको बुढाहरू सोध्नुहोस् आनन्द गर्न भगवानीको। त्यसो भएर कुनै पनि कार्य आफ्ना बाबाबाट भएन भने आमाको शरणमा जानु रे कि। आमाको मन कमलो हुन्छ, आमाको हृदय फराकिलो हुन्छ, आमा दयालु हुन्छन्। बाभन्दा आमा धेरै दयालु हुन्छन् होइन नारायण। टाढाका कुरा गर्नै पर्दैन। हेर्न छोरोले प्रगति गर्यो भने बाबु के भन्छन्, कसको वंश कसको कुल भन्छन्, बुढाका झक्क पर्छ। छोराले प्रगति गरेन भने यस्ता दुधाको काँडा उमला छोयो श्रीमती धारे हात लाउने बुढा यहाँ पनि आएका छन्। छोराले प्रगति गर्यो भने चाहिँ कसको खुन भन्छन् नारायण। प्रगति गरेन केही पनि कमाउन सकेन भने यस्ताको दुधाको काँडा उमला छोयो श्रीमतीलाई गाली गर्ने बाउको स्वभाव हुन्छ। त आमा छोराछोरीको कुभलो कहिल्यै चिताउँदैन। आमाले कहिल्यै पनि छोराछोरीको कष्ट हेरेर बस्दिनन्। त्यसकारण आमा त आमै भए जस्ता। त्यसकारण आमालाई गएर देवता स्तुति गरे। आमा के गर्ने भने नि हरे राम दुर्गे भवानी दुर्गे भवानी रक्षा गर जाए काली दुर्गे भवानी दुर्गे भवानी दुर्गे भवानी रक्षा गर जाए काली दुर्गे भवानी दुर्गे भवानी दुर्गे भवानी रक्षा गर दुर्गे भवानी दुर्गे भवानी रक्षा कर जाए काली दुर्गे भवानी दुर्गे भवानी रक्षा कर जाए काली दुर्गे भवानी दुर्गे भवानी जय दुर्गे दुर्गे भवानी दुर्गे भवानी रक्षा कर जाए काली दुर्गे भवानी हो रक्षा कर जाए काली दुर्गे भवानी रक्षा कर जाए काली दुर्गे भवानी हो रक्षा कर जाए काली दुर्गे भवानी। हरे दुर्गा माता को कात्यायनी भगवती को नवदुर्गा माता को आफ्ना आफ्ना माता पिता को आदरणीय हजुर आमा दुर्गा मातालाई स्तुति गरेपछि आमाले भन्नुभयो हे देवता के गर्नु पर्यो आमा। त्यो समुद्र मथन गर्दा कालाकुट विष्णु सोचेले पृथ्वी डन्न आँट्यो। भोले बाबाले पिदिनुहोस् भने मान्नु भएन। तब आमाले भोले बाबालाई भन्नु प्रभु के भनिबक्छ हजुरले यिनले मलाई कालाकुट विष पि भन्छन् मैले सक्दिनँ भने त्यसो भन्न पाइन्छ। ठुला बडा भएर पहिलाचोटि निस्केको चिज ल्याएर दिएपछि राम्रो भए पनि नराम्रो भए पनि प्रभु नाइ भन्न मिल्दैन। यो कुरो भन्नु आमाले पहिला विवाह गर्ने बेला भए जति माया सबै पतिलाई गर्छन् देख्नु। जब छोराछोरी भएपछि माया बाँडिन्छ होइन नारायण। हिजो अति भने भाङ खानु हुँदैन धतुरो खानु हुँदैन भन्ने पनि तिमी अहिले छोराछोरी बचाउनका लागि कालाकुट विष पनि खा भन्ने। हे पार्वती तिम्रो माया पनि थाहा पाएँ अब कैलाश आइन्न यता फर्केर भगवान भोले बाबा झनकरे साएर जानुभयो। सरासरी गएर क्षीरसागरको किनारमा भएको कालाकुट विषलाई चट्ट छोएर हातमा लिनुभयो। हात फति पोल्यो। यसै गरी पोल्यो भित्र भने के गरी सन सकेला तै पनि खानै पर्यो भएर परमात्माले मुखा चट्ट कालाकुट विषलाई लिनुभयो। मुखा लिएपछि झ्यान झ्यान पीडा हुन लाग्यो। भित्र पेटा गएपछि बढ्यो भने सन सकेन्न बरु यही राख्नु पर्यो भएर भगवान भोले बाबाले कालाकुट विषलाई घाँटीमा टक्क रोक्नुभयो। शिवजीले कालाकुट विषलाई घाँटीमा टक्क राखेपछि घाँटी डढेर निलो भएछ। अनि भगवानको नाम भयो नीलकण्ठ। नीलकण्ठ भगवानको हरे राम कैलाशको शिवले विष निलेको कैलाशको शिवले विष निलेको नीलकण्ठ भोले बाबा नाम मिलेको नीलकण्ठ भोले बाबा नाम मिलेको कैलाशका शिवले निलेको कैलाशका शिवले निलेको नीलकण्ठ भोले बाबा नाम मिलेको
मिलेको कैलाशका शिवले निलेको कैलाशका शिवले निलेको नीलकण्ठ बोले बाबा नाम मिलेको नीलकण्ठ बोले बाबा नाम मिलेको कैलाशका शिवले निलेको कैलाशका शिवले निलेको नीलकण्ठ बोले बाबा नाम मिलेको नीलकण्ठ बोले बाबा नाम मिलेको नीलकण्ठ बोले बाबा नाम मिलेको नीलकण्ठ भगवानको शिवजीको नाम के भयो नीलकण्ठ नीलकण्ठ भनेको नीलो घाँटीवाला भनेको डढेर निलो भयो अनि नाम के भयो नीलकण्ठ सुन्नुभयो भगवान भनेका ती हुन् आफूले कष्ट सहेर पनि लोकलाई कल्याण गर्ने हुनाले उसलाई के भन्छौँ हामी भगवान होइन हो बालाई आमालाई भगवान किन भनेर छ बा आमा पनि भगवान हुन् भन्ने अर्थ यही हो आफूले दुःख कष्ट खपेर पनि आफू भैमा सुतेर पनि छोराछोरीलाई हाम्री आमा आफ्नै ठाङमा माथि सुताउँछन् होइन नारायण आफू भैमा सुतेर पनि बच्चालाई तब ओछ्याउनीमा सुताउँछन् आफू भोकै बसेर पनि बच्चालाई स्तनपान गराउँछन् आफूले दुःख खपेर पनि छोराछोरीको कल्याण चिताउँछन् बाबा त्यसो भएर बा आमा पनि भगवान हुनु भने अवस्था जसले आफूले दुःख खपेर पनि अर्काको कल्याण गर्दछ त्यसलाई भगवान भनिन्छ हो यदि तपाईँले पनि भगवान बन्न मन लाग्छ भने कष्ट खपेर पनि अर्काको कल्याण गर्नुपर्छ त्यसै भएर त भगवान बा आमा हुन् बा आमालाई कहिल्यै रोनु हुँदैन बा आमाको कहिल्यै चित्त दुखाउनु हुँदैन बा आमालाई कहिल्यै झरक्क झर्किनु हुँदैन हेर्नु साना बच्चामा त्यो 5 वर्षका बच्चो छ नि 5 वर्षका उमेरमा आमालाई बार सोधिरहन्छ सोध्दैन आमा त्यो के आमाले खुसी भएर मान्छन् बाबु त्यो फलानु चिज हो बालाई सोध्छ बाबा त्यो के हो आज अहिले सोध्यो भरे सोध्यो 7 पटक सोद्धा पनि बाउले भनिरहन्छन् भन्दैन 7 पटक सोधे पनि बाउ आमाले झर्को नमानिकन भनिदिन्छन् पछि बुढेसकाल आएपछि छोराछोरीलाई एकपटक बाउ आमाले सोद्धाखेरि त्यो झरक्क झर्किन्छ भने अनि चित्त दुख्दैन नीतिले यही भन्छ तीर्थ व्रत दान धर्म यज्ञ आदि पूजापाठ जति गर्छौ सबैभन्दा पहिलो सेवा त बा आमाको सेवा गर जसले घर बा आमाको सेवा गर्दैन त्यस्ता व्यक्तिले तीर्थ गएर पनि केही पुण्य मिल्दैन जस्ता घर सासूसँग नबोल्ने यहाँ बुहारी आएकी छन् भने त्यस्तै बुहारीले कथा सुन्नु परेन उठेर गयो हुन्छ सिधा कुरा प्रष्ट दिन्छ कुरो यही हो कति बाटो पढ्ने त झिजो अस्ति चाहिँ बोलायो अहिले भन्नु होला आज यतिका दिन पुराण सुन्दा पनि घर गएर सासूसँग मिठो बोलिँदैन ससुरा भाषा राम्रा बोलिँदैन सासु आमालाई ससुरालाई झरक्क झर्किन्छ भने आदरणीय भक्तहरू पुराण सुने के काम लाग्यो त काम लाग्यो नारायण घरका बोलीवाला भगवानलाई अपमान गर्नेले त जगन्नाथमा गएर त्यो मूर्तिमा ढोकेर केही हुँदैन जस्ता भगवानको सेवा भनेको त्यही हो माता पिता र गुरुको अनि भगवान र माता पिता गुरु उस्तै हुन् उनले सन्तानको भलो कहिल्यै गर्दैन हेर्नु के गरे भगवान भोले बाबाले कालकुट विष पिदिए कसलाई हाम्रो कल्याणको लागि अब दुःख खपे पीडा भोगे तर लोक कल्याण गरे त्यसकारण भगवान भने हो भगवानको अर्थ के रहेछ भगवान भने के रहेछ अब दुःख खपेर पनि अरूलाई सुख दिनेवालाको नाम भगवान भगवा भनेको गुणवान भनेको सम्पन्न जसका अपगुण केही छैन गुणै गुण मात्रै छ त्यसलाई के भनिन्छ त भगवान भनिन्छ बा आमाको अपगुण छ त बाबा आमाको अपगुण हुन्छ छैन जस्तो कोही कोही भन्नु हाम्री सासू अलिक गन्धन जान्छन् क्या नारायण किन गन्धन नहुँदा भोलि भने तिम्रो त्यही गएको हो नि नारायण त्यसो भएर बा आमाको सेवा गर्ने सासूलाई ढोग्ने चलन छैन नि यतातिर ढोग्छन् हो है पहिला आफूले ढोगेको थियो होला अनि कहाँ ढोगिन्छ है पहिलो आफूले सासूलाई ढोग्या भए बुहारी पनि ढोगिहाल्थ्यो नि काल त यहाँ हो आनन्द गर्नु भगवानको हरे राम सेवा गर्नु बाबा आमाको भजन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको भजन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको भजन गर्नु
गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको भजन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको दर्शन गर्नु जगन्नाथको सेवा गर्नु बाबा आमाको भक्ति गर्नु जगन्नाथको सेवा गर्नु बाबा आमाको गर्नु जगन्नाथको सेवा गर्नु बाबा आमाको जगन्नाथको सेवा गर्नु बाबा आमाको श्री रामको सेवा गर्नु आमाको भजन गर्नु जगन्नाथको सेवा गर्नु बाबा आमाको भजन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको भजन गर्नु श्री रामको भजन गर्नु रामको आनन्द गर्न भगवानीको माता पिताहरूको सत्य सनातन धर्मको जगन्नाथ धामको ज्ञानदाता सद्गुरुदेवहरूको त्यसो भएर बाबा आमा र भगवानको स्थान एउटै हो। भोले बाबाले लोक कल्याणका लागि बिच निल्नुभयो। भगवानलाई गाह्रो भएछ। भगवानले गाह्रो भएपछि शान्ति पाइएला कि भनेर भगवान क्षीर सागरबाट उत्तराखण्ड आउनुभयो, नेपाल आउनुभयो। भगवान भोले बाबा क्षीर सागर भनेको त दुधको सेतो समुद्र हो नि त। उहाँ हाम्रो यो पृथ्वीको यो जम्बुद्वीपलाई त नुनको समुद्रले बेष्टित गरेको छ होइन। सागर नुन जस्तै नुनिलो छ। त्योभन्दा बाहिरपट्टि अर्को सागर सप्तद्वीप छ जस्ता त्यसको पनि बाहिरपट्टि क्षीर सागर छ जो दुध जस्तै सेतो समुद्र छ। त्यहाँ मथन गरेका थिए देवताले। तहाँबाट भोले बाबा गाह्रो भएर विषले पोलेर शीतल पाइन्छ कि भनेर नेपाल आउनुभयो। नारायण हेर्नु त्यसो भएर पो पहिलाका ऋषि मुनिहरू सन्त महात्माहरू देवी देवताहरू सबै आएर यो उत्तराखण्डमा बसे। किन? शीतल हुन्छ, शान्ति हुन्छ, आनन्द हुन्छ भनेर। भोले बाबा क्षीर सागरबाट पीडा खप्न नसकेर उत्तराखण्ड जहाँ हिमाल छ, हिमालमा शीतल हुन्छ नि त, तर शीतल हुन्न भनेर परमात्मा भोले बाबा नेपाल आउनुभयो। नेपालमा आएर मेरो भगवान भोले बाबा उत्तराखण्डको बाटो हुँदै हुँदै अहिले भएको रसुवा जिल्लामा पुग्नुभयो। नारायण रसुवा जिल्ला जहाँ वरिपरि हिमाल छ नि त्यसैका फेदीमा गएर भगवान भोले बाबा बस्नुभयो। यताबाट पार्वती मैया पनि आउनुभयो। प्रभु मैले गल्ती गरेँ, जानिनँ, यति गाह्रो हुन्छ भने भए किन खानु भन्थे र तपाईँलाई धेरै गाह्रो भयो होला प्रभु, जाउँ कैलाशमा। भोले बाबा झनक रिसाउनुभयो, हे पार्वती तिप्लो गर्नु पर्दैन। हेर हिजो चाहिँ कालाकुट विष पिउन लाउने, अहिले ढाँचा पर्ने पर्या छैन, कैलाश जान म त जान्न। नारायण भगवान भोले बाबाले जान भनेपछि तब पार्वती रुन लाग्नुभयो। पार्वतीलाई खुसी पार्न भोले बाबाले भन्नुभयो, हे पार्वती भइ नरुनु पर्दैन, बरु मलाई पानी तिर्खालाएको छ, जाऊ पानी लिएर आऊ भन्नुभयो। प्रभु मलाई पानी लिन पठाएर मात्रै जानलाई म जान्न भगवान, म त यहीँ बस्ने हो। भगवान भोले बाबाले तब गाह्रो भएको हुनाले गाह्रो छटपट्टि भएर आफ्नो हातमा भएको त्रिशूल पहरामा बजार्नुभयो। त्यही पहरामा बजारेको त्रिशूलबाट 3टा पानीका धारा निस्किए। त्यो पानी आयो। भगवान परमात्माले भोले बाबाले पानी पान गर्नुभयो। त्रिशूल पहरामा बजाएर आएको धारा हुनाले जसलाई अहिले पनि त्रिशूल धारा भनिन्छ। त्रिशूल धाराको पानी आएको हुनाले अहिले जसलाई त्रिशूली नदी भनिन्छ। थाहा छ नि त्रिशूली नदी कहाँ पर्छ? काठमाडौँ जाने बाटा होइन। भगवान भोले बाबा र पार्वती बसेको कुण्ड हुनाले जसलाई अहिले पनि गोसाई कुण्ड भनिन्छ। जस्ता गोसाई कुण्ड भएको अर्थ यही हो जहाँ कैलाशपति भगवान भोले बाबा विराजमान हुनुहुन्छ। यस्ता ब्रह्माण्डका मालिक मेरा भगवान 14 भुवनका पति भोले बाबालाई जब पार्वती मैयाले अनुनय विनय गरे बापत तब परमात्मा भगवान भोले बाबा तब त्यही कुण्डमा बस्नुभयो जसलाई अहिले पनि गोसाई कुण्ड भनिन्छ। नारायण कैलाशपति भोले बाबाको गोसाई कुण्ड त गएको छैन नि, यता धेरै टाढा पर्छ। यहाँ गोसाई कुण्ड जानलाई त धेरै टाढा छ। जस्ता त्रिशूली हुँदै तब धुन्चे पुगेर तब नुवाकोटको विदुरबाट धुन्चे हुँदै बल्ल गोसाई कुण्ड पुगिन्छ। त्यसो भएर गोसाई कुण्ड धेरै टाढा छ।
सके गोसाइँकुण्ड जानु, नसकेदेखि यही बसेर ध्यान गर्नु नारायण। यहाँ हामी यहाँ यति धेरै टाढा छौँ, गोसाइँकुण्ड जान पाइएन भन्नु पर्दैन। तपाईँका नजिकै कालीगण्ड नदी छँदैछन् होइन। जसले एकचोटि सम्भव हुन्छ भने मानस सरोवर जानु। मानस सरोवर दुईवटा छ, एउटा मानस सरोवर नेपालमा पर्छ, त्यो हो गोसाइँकुण्ड। एउटा मानस सरोवर तिब्बतमा पर्छ नारायण। पृथ्वीको स्वर्ग हो। यो पृथ्वीमा देवता आपत पर्दाखेरि आएर लुक्ने ठाउँ दुई ठाउँमा छ, एउटा गोसाइँकुण्ड, एउटा मानस सरोवर। पहिला नेपालमै पर्थ्यो त्यो मानस सरोवर, अहिले चाहिँ तिब्बतमा पर्छ। र मेरा भगवान भोले बाबाले तब गोसाइँकुण्डको निर्माण गर्नुभयो। देवता पनि ढुक्क भए, अब कालाकुट विस्तार हलायो, अब समुद्र मथन गर्न पर्यो। तहाँबाट उच्च सभा घोडा निस्क्यो, त राजा इन्द्र महाराज बलिले लिनुभयो। ऐरावत हात्ती निस्क्यो, इन्द्र राजाले लिनुभयो। कौस्तुभमणि निस्क्यो, भगवान नारायणले लिनुभयो। श्रीवत्सचन्द्र निस्क्यो, नारायणले लिनुभयो। वैजयन्तीको माला पनि नारायणलाई टक्राए। कल्पवृक्ष निस्क्यो, स्वर्गमा लिएर गए। कामधेनु गाई निस्क्यो, स्वर्गमा लाए। तब यसै गरी चिन्तामणि उत्पत्ति भयो, त्यसलाई पनि स्वर्गमा लाए। राम्रो भएपछि मलाई भन्दा रहेछन्, सबैलाई चाहिए हो राम्रो मात्रै, एकचोटि के गर्दा रहेछन् भनेर भगवानले परीक्षा गर्नका लागि। तब त्यो समुद्र मथनका समयमा 32 64 कला केही नभएकी हेरि नसक्नु कि राम्री कन्या प्रकट गरिदिनु हो। फेरि हेरिरहनु जस्तै भने अहिले नि हेरि नसक्नु। कति दिनले भने यो आँखीमा जोडिया थियो, अनि यता र यता निस्किया थियो हात्तीका जस्ता दादा नारायण। हिँड्दाखेरि उफ्रेर हिँड्ने, पृथ्वी नै थर्काइदिने क्या। पहिला पहिलाका मान्छे के भन्थे, हिँड्ने बेला लसक हिँड्नुपर्छ नारी जाति भन्थ्यो नि। अब फर्का हिँडेपछि त घर माटो झरिहाल्छ नारायण। त्यसो भएर बिस्तारै हिँड्नुपर्ने, त्यो त उफ्रेर हिँड्ने नारायण हरि। स्वभाव पटक हिँड्नुभयो। जोसँग बोल्दा पनि छेउमा गएर बोल्ने, मुखका चित्त चाहिँ सबै मुखा पार्दैन नारायण हरि। हेरि नसक्ने कि राम्री हुने चाहिँ आफै विचार गर्नु। त्यस्तो नराम्री केही न कामकी उत्पत्ति भएपछि सबैले मुखामुख गर्न लाग्यो, मलाई दिने हो कि के गर्ने नारायण। पर गए, लर अलक्क राखेछन्, समुद्र मथन गर्न लागेका छ। सबैजनाले भने अब यिनलाई त कहीँ त राख्नु पऱ्यो नि, कोही चाहिँदैन भन्छन्। लर अलक्क राखेर फेरि मथन गर्न लागे। मथन गर्न गर्दै 32 64 कला भएकी अति राम्री महालक्ष्मी प्रकट हुनुभयो नारायण। हिजो अलक्ष्मी आउँदा जेठीको नाम के रहेछ? अलक्ष्मी। बहिनीको नाम के रहेछ? लक्ष्मी। सुन्नुभयो? अलक्ष्मी र लक्ष्मी दिदी बहिनी हो। तपाईँ कुन चाहिँ राख्नु त विचार गर्नुहोला नारायण। जसका घरमा पतिको झगडा हुन्छ त्यो घरमा दिदी चाहिँ बस्छिन् नारायण है। सुन्नुहोस्, श्रीमान श्रीमतीको झगडा हुने घरमा कहिल्यै पनि लक्ष्मी बस्दैनन्, त्यहाँ अलक्ष्मी बस्दछन्। जसका घरमा बाबुआमालाई छोरा बुवाले हेला गर्छन् त्यो घरमा पनि अलक्ष्मी बस्दछन्। जुन चाहिँ घरकी नारीहरू साँझ परेपछि कुचो लिएर बाहिर भित्र गर्छन्, मतलब साँझ कुचो लाउँछ र घरमा बत्ती बाल्दैनन् भने त्यो घरमा पनि अलक्ष्मी आउँछ नारायण। नारीले घर आँगन बडारीको फोहोर लगेर घरको अगाडिपट्टि फाल्ने भने, बाटो फोहोर फालिन् भने त्यो घरमा पनि अलक्ष्मी आउँछ नारायण। मतलब घर बराडेको धुलो मैलो लगाएर घर अगाडि फाल्नु हुँदैन, बाटो फाल्नु पनि हुँदैन। कोही बानी के हुन्छ, फोहोर लाँदै घर अगाडिबाट फाल्ने, अनि जुठेलनाले घर सोध्न आँट्छ नि। खोइ घर साह्रो भने बुढा बाँड्दैनन् भन्ने क्या एउटी नारायण। त्यसो गर्नु हुँदैन। घर आएका पाहुना, जसका घर पाहुना आएका छन् ती पाहुनालाई खाना नदिकन त्यसै फर्काए भने त्यो घरमा पनि अलक्ष्मी आउँछ नारायण। घर आएका पाहुना जो सुकै आए पनि श्रद्धाले भए मिठो मिठो खाना दिनु, नभए पिठो मात्रै पकाएर पनि श्रद्धाले खाना दिनु पर्दछ भने त हो। तर के गर्नु, अहिलेका जमाना कि पहिलाका पढेकी बुहारीहरू कति मर्यादित थिए, कति भलादमी थिए। तर अहिले पढेर चढेकी बुहारीहरू घर पाहुना आए भने 2टा थाल मान्नुपर्छ भनेर पाहुना आएपछि झरक्क झर्किने खालका यहाँ पनि 2-3 आएका छन्। आनन्द देख्नु भगवानको 2-3 त भनेको छैन, मैले सबैलाई भनेको छैन। अब 2-3 भित्र कोही रहेछन् भने मलाई नि भने होला भन्ठान्नु, रहेछन् भने मलाई भने होइन, के फरक पऱ्यो होइन। कोही बेला गाडीमा हिँड्ने बेला क्या ठग बाहुनहरू भन्छन् है, बाहुनहरू ठग भने के हो त नारायण। आफूले ठगा भयो आफूलाई पर्ने, ठगा छैन के फरक नारायण। त्यसो भएर कसैले पनि अजारो भनाउनु पर्दैन है, तपाईँहरूलाई भने होइन। अन्त चाहिँ एउटा 2 छ, ढाँट्नै पर्दैन। कोहीको घरमा कस्तो हुन्छ भने घरमा पाहुना आउने बित्तिकै
बुढा र बुढी ठाक्क र ठोक्क गर्ने होइन घर पाहुना आएको देखेपछि बुढाबुढी ठाक्क ठोक्क गर्ने पाहुना हेरेपछि ढुक्क पर्ने कोही कोहीको बानी कस्तो हुन्छ भने घर पाहुना आए भने थपक्क पाहुना आएको देखि बित्तिकै गाडी बोकेर हिँडिहाल्ने ढोका लाउने गाडी बोकेर हिँड्ने यसो माथि त्यो कुवा छ नि माथिको कुवा त्यहाँबाट हेर्ने क्या पाहुना गयो कि गरौँ भनेर पाहुना हिँडेपछि फरक्क फर्केर आउने एउटा घर त्यसै बस्छ यतातिर होइन अन्तै बेनीभन्दा उतै एकजनाका घर पाहुना आएछन् हेर्नुहोस् पाहुना आएपछि बुढाबुढीले सल्लाह गरी अब यिनलाई खान दिनुपर्छ बरु त्यो आउने बित्तिकै हामी झगडा गरौँ भने परबाट आफ्नो घर आएको देख्ने बित्तिकै अनि बुढाबुढी ठ्याक्क ठुक्क गर्नु थालेछन् हेर्नुहोस् ऊ पाहुना आउने बित्तिकै तिनीहरूको त कपाल तानातन भइहालेछ यो घरमा बसेर के काम जान पर्यो भनेर पाहुना थपक्क बाटो लागेछन् अनि बुढाबुढी भन्दा थाहा पायो त मेरो टेक्निक थाहा पायो त बुढीले भनिन्छ अनि मैले पनि त तिमीलाई त्यतिकै ख्याल गरेँ त अनि पाहुना पनि फरक म पनि गएको जस्तो गरेँ मात्र अनि पाहुनाले पनि विचार गरेको छ घरका जाने यस्तै हो त्यसो भए आदरणीय भक्तहरू कथा रमाइलो भए त्यसले भन्न खोजेको यही हो घर आएका पाहुनालाई भए मिठो खुवाएर पठाउने नभए जो छ पानी मात्रै भए पनि प्रेमले खान दिने पाहुनाको सेवा केले हुन्छ बोलीले नारायण मेरा घर आइदिनु भयो कता कता भयो म हजुर आइदिनु मेरो घर उज्यालो भयो भन्नु बरु घर आउँछु छ त्यही पकाएर खान दिनु फेरि घर पाहुना आए भनेर बाहिर बजारिया चिज खुवाउनु हुँदैन पाहुनालाई बाहिर पकाएको चिज ल्याएर खुवायो भने यदि के गरी पाहुना बिरामी भए भने तपाईँलाई दोष आउँछ आउँदैन त्यस कारणले घर आँच्छु छ त्यही दिनुपर्छ नयाँ कुरो खोज्नु हुँदैन तर खुवाउनु चाहिँ प्रेमले खुवाउनुपर्छ कोही कोहीको बानी हुन्छ घर पाहुनाले खाएर गएपछि पलारको दिदीसँग ए दिदी आज मेरा घर झन्नै चार माने भन्छ नि घर पाहुनाले खाएर गएपछि पाहुनाको कुरो काट्नु पनि हुँदैन पाहुनाले खाएर हिँडिसकेपछि उनको कुरो काट्यो भने पनि पाप लाग्छ जसले कुरो काट्छ जसले खाना दिँदैन घर पाहुना आएपछि जो झरक्क झकिन्छ जसका घर नारी जाति भएर भाँडा बजाउँछिन् कोहीको बानी हुन्छ नि पस्किने बेला भयो भाँडा डाङ्ग डुल्नु झर्किएर दियो नि त श्रद्धा बिस्तारै दिनुपर्छ भाँडा डाङ्गा डुल्नुपर्छ कि भाँडा फुट्छ फुटेपछि किन्नु पर्यो लक्ष्मी पसलमा नै अलक्ष्मी घर त्यसो भएर भाँडा बजाउने काम नगर्नु यी दिदी बहिनी हुँदै क्या लक्ष्मी र अलक्ष्मी अहिले अलक्ष्मी उत्पत्ति हुँदा कसैले लिएनन् नि अब लक्ष्मी झलल परेकी देखेपछि मैले बिहे गर्न पाएँ हुन्थ्यो भन्न थाले देवताहरू तर नसोधिकन विवाह गर्नु हुँदैन भन्ने चलन पहिला पनि रहेछ सोध्न पर्यो भनेर तब नारदले सोध्न लाग्नु भयो आदरणीय भक्तहरू पहिले गएर नारदले भन्यो हे लक्ष्मी तिमी कोसँग विवाह गर्ने हो तिमी भगवान् शिवसँग विवाह गर्छौ भन्दा नाइ मिल्दैन ब्रह्मा पनि चाहिँदैन इन्द्र पनि हुँदैन बलिराजा त मिल्दैन त्यसो भए नारायणसँग विवाह गर्ने हो त भनेपछि घोसे मुटुलाई सुन्नुभयो तपाईँको पनि छोरीको विवाह गर्ने बेला भएको छ भने ती छोरी अन्त फेसबुकमा सम्बन्ध घाँसा छैनन् भनेर सोध्नु न त भने किन सोध्नु परेर नारायण यदि केटीले अन्त कतैसँग कुरा गरेका छैन भने केटो माग्न आए भने छोरी मन पर्यो कि परेन भनेर सोध्नु रे मन पर्यो भने घोसे मुटो लाउँछिन् मन परेन भने झरक्क झन् मन परेन भन्छ त्यसो भएर जसले घोसे मुटो लाउँछिन् लजाउँछिन् भन्नु मन परेछ अब लक्ष्मी र नारायणको विवाह हुने हो आदरणीय सत्यबिन्दहरू जनता जाने भए तयार हुनु तर खान पाइन्न नारायण जनता गएपछि खान पाइन्थ्यो यहाँको लक्ष्मी र नारायणको विवाहको भोज अहिले फेरि पकाएको भए भरे जाने बेला खाउँला अगाउँदी नारायण अगाउँदी हलवाई खाएर जाउँला है आज नारायणको विवाहको भोज नारायण अब भोलि महाप्रसादी आउन खान भ्याइँदैन होला आजै भगवानको विवाहको भोज पनि हुने महाप्रसादी पनि हुने भोलि त हामी लगभग 8 बजे तिल चढाइहाल्छौँ 9 बजे विसर्जन गर्छौँ 10 बजे नारायण राधे राधे त्यसो भएर भोलिको यात्रा चाँडै हुने भएको हुनाले आज महायज्ञको प्रसाद पनि हुने है अनि नारायणको विवाहको भोज पनि भरे साँझ हिँड्ने बेला खाउँला त अहिले चाहिँ फेरि भोज सम्झेपछि आज सुका भोक लाग्यो बेला घोटोक निलेला भरे सम खानु होला नारायण राधा कृष्ण भगवानको नारायणको विवाह हुँदैछ भगवान धुमधामसँग बाजा गाजा बजाएर लक्ष्मीका घर माइत आउनुभयो नारायण भगवानको ससुराली कहाँ रहेछ कहाँ हो क्षीर सागर नारायणको ससुराली क्षीर सागर हो
भगवान नारायणको जेठी सासू हुन् अलक्ष्मी, भगवान नारायणको अर्धाङ्गिनी लक्ष्मी नारायण। र मेरो भगवान नारायण विवाह गर्न भयो तुलैका घर आउनुभयो। महाराज क्षीरसागरले भन्नुभयो हे लक्ष्मी आऊ बा, तिमी कन्यादान दिने बेला भयो, यहाँ यज्ञमा आऊ भन्दा बाबा म त आउँदिनँ पो भन्छु ल नारायण। बेहुलो आएपछि केटीले आउँदिन भनेपछि कति आपत पर्यो होला नारायण। भगवान नारायण साह्रै दिक्क हुनुभयो। र क्षीरसागरले भन्नुभयो हे छोरी के भने कि बाबा किन हुन्थ्यो, दिदीको विवाह नगरिकन बहिनीको विवाह गर्न मिल्छ र? मतलब मेरी दिदी अलक्ष्मीको विवाह गरेकै छैन, म त जान मिल्दैन। हो आदरणीय भक्तहरू, दाजुको विवाह नगरी भाइको विवाह गर्न हुँदैन, दिदीको विवाह नगरिकन बहिनीको विवाह गर्न पनि हुँदैन। यदि विवाह गर्नै पर्यो भने दाजु दिदीसँग स्वीकृति लिएर हो ल भाइको त विवाह गर भने चाहिँ पाइयो। दाजुलाई दिदीलाई नसोधिकन विवाह गर्यो भाइको र बहिनीको पहिला भने वेदलाई लात्ताले हिर्काएको पाप लाग्छ। त मेरी दिदीले त आदेश दिएकी छैन, त लक्ष्मीको त विवाह भएको छैन, म यज्ञमा जान मिल्छ म त जान्न भने। त लक्ष्मीले जान भनेपछि नारायण भगवान आत्तिनुभयो। त्यही बेलामा नारद ऋषिले भन्नुभयो प्रभु डराउनु पर्दैन, यही क्षीरसागरका किनारमा एकजना उद्दालक नामेका ऋषि तपस्या गरेर बसेका छन्, तिनैलाई लगेर तब यी ज्येष्ठजीमा लाउनुपर्छ भन्नुभयो। भगवान नारायण पनि क्षीरसागरबाट सरासरी उद्दालक ऋषिका कुटीमा जानुभयो। उद्दालक ऋषि आँखा चिम्लेर ध्यान गरेर बसिरहेका थिए। भगवान नारायणको मन्त्र जपेर ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, यसरी नारायणको ध्यान गरेर बसेका उद्दालकलाई नारायणले गएर बोलाउनुभयो बाबु म आएँ 10 दिन आँखा खोल भन्नुभयो। भगवानको कृपा भयो, भगवानले बोलाएको सुनेर अहिले उद्दालकै आँखा खोल्नुभयो। भगवान जय हो हजुरको आज मैले दर्शन पाएँ। भगवान नारायण 4 हात भएका, हातमा शङ्ख चक्र गदा कमलको फुल लिएका, वनमालाले सुसज्जित परब्रह्म परमात्मा भगवान नारायणको दर्शन पाएपछि उद्दालकले आँखाबाट हर्षको आँसु बगाएर प्रभुको चरणमा वन्दना गर्नुभयो। प्रभु जय हो भने खुसी भएर भगवानको दर्शन पाए त अनि खुसी लाग्यो। हजारौं वर्ष तपस्या गरेर बसेका उद्दालकले आज भगवानको दर्शन पाउँदा दन्न पर्नुभयो। जय हो भगवान जय हो भन्नुभयो। भगवान भन्नुहुन्छ बाबु मैले भने माया नै जय हो, नमाने उठेर गए हो पो भन्नुहुन्छ नारायण। प्रभु के भनेपछि जसो भने पनि मान्छु भन्नुहोस् आज्ञा होस्। बाबु मैले भने मान्ने हो भने क्षीरसागर समुद्र मथन गर्ने बेला त्यहाँबाट 32 कला केही नभएकी हेरि नसक्नु कि अति राम्री कन्या प्रकट भएकी छन्। भगवानले ढाँटेको छैनन्, हेरि नसक्नु कि राम्री त भनेको छन्, हेरिरहनु जति हुने होइन, हेरि नसक्नु कि अति राम्री कन्या उत्पत्ति भएकी छन्। बाबु तिमीले विवाह गर्नु पर्यो। मेरा भगवान विवाह गर्ने भन्ने बित्तिकै आदि टाउको दुखिसक्यो नारायण। दुनियाँले विवाह गरेर हविगत देखेकै होला छैन नारायण, अर्काको देखेर विवाह गर्छन्। मेरा बाप बिहा गरे भोलिपल्टदेखि नारायण उठ भने उठ्न पर्ने, बस भने बस्न पर्ने, जा भने जान पर्ने, खा भने खान पर्ने नारायण। कति बेला छ छैन, कोही सुखी छन् त छैन, सबै दुखी छ नारायण। विवाह नगर्ने चाहिँ सुखी छन्। हेर्नु विवाह गरेर सुखी कोही छैन, सबैलाई रोग लागेको छ। के रोग लागेको छ, के रोग लागेको छ नारायण है, सबै के रोग लागेको छ। बिहे गरेपछि श्रीमती रिसाउने हुन् कि लाग्यो, अब श्रीमान रिसाउँछन् कि, छोरछोरी हुँदैनन् कि, भए पाल्न सकिँदैन कि, पालिहाल्यो पढ्न सकिँदैन कि, पढाइहाल्यो जागिर पाइँदैन कि, जागिर पाइयो भने जस्तो केटी पाइँदैन कि, पाइहाल्यो बुहारी रिसाउने हो कि नारायण। सबै नारायण हेर्नु निरोगी त कोही पनि छैन भने बिहे गर्ने भन्दा आदि टाउको दुख्छ अरे। बिहे गरेपछि पुरै टाउको दुख्छ। मेरो भगवान म त विवाह गर्दिनँ भने उद्दालकले भगवानले फर्काउनुभयो बाबु त्यसो होइन, तिमीले कुरो नबुझ्या पो त विवाह गर्दैन किन त्यस्तो रो लाग्थ्यो र। हेर जानी मान्छेहरू ग्यासमा खाना पकाएर खान्छन् होइन, जानी मान्छेहरू आगोमा खाना पकाएर खान्छन्, नजानेर आगाले बोल्दछ होइन। गृहस्थी भने पनि आगो जस्तै हो, जानेर प्रयोग गरौँ भने पकाएर खान पाइन्छ, जानेन भने त्यसैले रडाउँछ होइन। विवाह गरेर त्यति धेरै कष्ट हुँदैन। हेर राम्रा कुरा गर्न सक्यो भने, मिठो बोल्न सक्यो भने श्रीमतीले कति सेवा गर्छिन् गर्दिनँ नारायण हरि। हेर्नु
मिठो बोल्न सक्यो भने प्रभु हजुरलाई केही समस्या छ कि हजुरलाई भोक लाग्यो कि जुना गोरी बक्सिन्छ कि नारायण कति माया गर्छन् आफूले माया गर्यो भने उनले पनि माया गर्छन् फेरि आफूले पनि माया गर्यो भने पतिले कति माया गर्छन् हे तिमीलाई के चाहिएको छ के खान्छौ के लाउँछौ कतै घुम्न जान मन लागेको छ कि तीर्थ व्रत गर्न जाने हो कि तीज आयो नयाँ साडी ल्याइदिन्छन् दसैँ आयो गहना फेरिदिन्छन् मेरा बा विवाह गरेर कति आनन्द हेर बाबु छोराछोरी भयो भने भरे बुढेसकालमा छोराछोरीले बोकिकन तीर्थ पुर्याउँछन् बुढेसकाल लागेपछि बाबा तपाईँलाई केही खान मन लागेको छ कि भन्छन् आमा तपाईँलाई केही मनमा इच्छा छ कि भनेर तब जगन्नाथका मन्दिरमा सप्ताह लागेका ठाउँमा पैसा चढाउन पनि पठाउँछन् है नारायण छोरछोरी भयो है ल जान्यो भने आगाले पकाएर खान दिन्छ जानेन भने डराउँछ गृहस्थी भने के हो आगो जस्तै प्रयोग गर्न जान्नुपर्छ हेर्नुहोस् सबैभन्दा सजिलो छ गृहस्थी तीर्थ व्रत दान धर्म यज्ञ आदि पूजा पाठ सबै कर्म गर्न सजिलो मुक्ति हुने बाटो पनि सजिलो छ गृहस्थीले त जाऊ जङ्गलमा बसेर 2 वर्ष तपस्या गरेर भनेको छैन हेर्नु तपस्या गर्न जानु पनि पर्दैन सधैँभरि भोकै बसेर व्रत बस्नु पनि पर्दैन भएको सम्पत्ति खर्च गरेर दान गर पनि भनेको छैन तीर्थ व्रत दान धर्म केही गर्न नसके पनि घरमा बसेर राम नाम जपे भवसाय तरिन्छ हेर बाबु मैले भने मानव विवाह गर है भनेर भगवानले फकाएपछि तब अब दालकले विचार गरेर हे भगवान नाइ भन्दा पनि कलाउनुहुन्छ भने अब के गरौँ हेर्नु भगवानले गरेका पहिलाका गुण सम्झेर भरे दुःख भए पनि हुन्छ भगवान विवाह गरिदिउँला नारायण रले त होइन करले बिहे गरिदिउँला प्रभु भरे दुःख हुन्छ कि केही हुँदैन ढुक्क पर नारायण अब भगवानले दिएपछि नाइ भन्न पाइयो सबै भगवानले दिया भोग्ने त हो है एकपल्ट के भन्छ भन्नु होला भने यतैतिरका साहुजी 2 जना साहुजी नोकरलाई लिएर बेनी बजार घुम्न गर्छन् रे क्या साँझ पख गएका थिए बेनीमा पुरा गर्मी भयो साहुले एउटा काँक्रो किनेछन् त्यो नारायण कुन चाहिँ हो तपाईँले चिने होला त काँक्रो किनेपछि पटक्क भाँचेछन् आफूले चाहिँ गुलियोपट्टि खान्छन् नोकरलाई चाहिँ तितोपट्टि दिएछन् काँक्रोको एकापट्टि गुलियो एकापट्टि तितो हुन्छ नि होइन आफूले गुलियोपट्टि खाएर नोकरलाई चाहिँ तितोपट्टि दिएछन् अन्त नोकरले त तितो काँक्रो खाँदा पनि ग्र्याप 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 चपाएछ मेरामा मुख सिकाए बेला काँक्रो सम्झँदा म खाएको काउला अस्ति नै कथा भने हो नारायण अनि त्यो काँक्रो त तितो काँक्रो खाँदा पनि मुख बिगारेन साहुले सोधे नि होइन बाबु यो काँक्रो तितो रहेछ तितो तितै छ खै त त्यसो भए त्यो तितो काँक्रो खाँदा तिम्रो मुख बिग्रिएन प्रभु हिजो अस्तिको गुलियो सम्झेर खाएको तितो पटक्कै भएन कुरो भन्नुभयो भगवानले दिएका पहिलाका गुण सम्झेर कहिलेकाहीँ दुःख पाइयो भने पनि पहिलाका सुख सम्झेपछि त अहिलेको दुःख सजिलोसँग पार गरिन्छ नि होइन त्यसकारण भगवानले दिनुहुन्छ भने नाइ भन्न मिल्दैन जस्तो दिए पनि स्वीकार गर्नुपर्छ सधैँ मिठो मात्र दिन्छन् त दिँदैनन् सधैँभरि अब हामी सबैजना भनिरहेछौँ फलानालाई यस्तो सुख छ होइन जस्तो सुख र दुःख भनेको सबैलाई बराबरी दिएछन् मन्त्री भएकालाई पनि यदि त्यहाँबाट खुसियाइदिन्छन् होइन राजा भएकालाई पनि त्यहाँबाट यदि चिप्ल्याइदिन्छन् नारायण हेर्नुहोस् त्यो राजा राजगद्दीबाट चिप्लिनु र तपाईँको बारीको कालो पहिरो लाग्नु उत्तिकै होइन उत्तिकै त हो हामी गरिब छौँ दुःखी छौँ हाम्रो बारीको कालो भत्किँदा जति पीडा छ त राजालाई पदबाट जाँदा त्यत्तिकै पीडा छ अझ बढी पीडा उसलाई छ हामीलाई आफूले खाइपाइ आएको भाडा भएको गाई थाक्दा जति दुःख लाग्छ त्यत्तिकै दुःख अहिलेका मन्त्रीहरूलाई सत्ताबाट जाँदा हुने होइन नारायण त्यत्तिकै हो नारायण दुःख आफ्ना आफ्ना अनुभव हुन्छ जस्तो सबैजना भन्ठान्छन् मेरो जति दुःख त अर्काको होइन होला भन्ठान्छन् होइन सबैको दुःख आफूलाई बराबरी हुन्छ टाउको दुखेकालाई टाउकोकै दुखाइ हुन्छ आँखा दुखेकालाई आँखाकै दुखाइ हुन्छ होइन कोही कोही भन्छ नि मेरो दाँत दुखे जस्तो त किन हुन्छ र आँखा दुखे नारायण आँखा दुखे त त्यत्तिकै दुख्ने त भने है एकपल्ट के भन्छ भन्नु होला भने सारा भक्तहरू जम्मा भएर भगवान जगन्नाथमा ध्यान गरेछन् कि ए भगवान दुःख पाइयो मेरो दुःख लिइदिनु पर्यो भन्न आएछ अनि भगवानले भन्नुभएको छ ल सबै भए जति दुःख ल्याएर मेरो मन्दिर अगाडि झुन्ड्यायो भन्नुभएको छ भगवानले सबैको दुःख ल्याएर आफ्नो आफ्नो पोको पारेर मन्दिर अगाडि झुन्ड्यायो भनेपछि सारा गाउँले ल्याएर पिँढीभरि दुःख झुन्ड्यायो पोको पारेर अनि भगवानले भन्नु तिमीहरूको दुःखको जिम्मा लायो त प्रभु लायौँ त्यसो भए आफ्नो दुःख छोडेर अर्काको चाहिँ लिएर जाऊ भन्नुभयो भगवानले
तिम्रो चाहिँ यहीँ छोड अर्काको चाहिँ लैजाऊ भने चाहिँ यसो बिठा गरेँ मेरो भन्दा त्यसलाई बढी दुःख छ भने के गर्नु भइल मेरै लैजान्छु होइन संसारमा सबैको दुःख आफ्नै उस्तै होइन मेरो भन्दा अर्काको दुःख बढी कोही पनि भन्दैनन् अर्काको भन्दा मेरो दुःख बढी भन्छन् तर दुःख सबैको उस्तै एकपटक विवेकानन्द स्वामी चेला चपेटालाई लिएर सरयू नदीका किनारमा घुम्न निस्किनु भएको थियो पहिले स्वामी चेला चपेटा पछि लगाएर बाहिर निस्किनु भएको थियो सरयूका किनारमा गर्मी महिना थियो एउटा पिपलका फेरा थपक्क बस्नु भएछ अनि भगवान् त्यहाँ ऋषिदेव त्यहाँ बसेका बेलामा चेला चपेटा वरिपरि बसे बातचित हुँदै थियो अकस्मात ऋषिदेवको शिरमा एक थोपा पानी झरेछ सङ्लो कञ्चन पानी ठट्ट एक थोपा पर्यो के खस्यो कहाँ आयो पानी पानी परे त छैन यसो मात्र हेर्दा त एउटा कौवा बर्त आँखा आँसु काटेर रुँदो रहेछ भगवान् विवेकानन्दले देख्नु कौवा रोको छ आँखा आँसुको धारा बगाएर त्यो आँसुको थोपा विवेकानन्दको शिरमा परेछ विवेकानन्द त पशु वाक्य पक्षी वाक्य बुझ्नुहुन्थ्यो विवेकानन्दले बोलाउनु भयो पक्षीलाई तल पक्षी आयो के भयो बाबु किन रोएको सोध्नुभयो प्रभु मलाई सह कहिले हेला गर्छन् म यसो बिहान उठेर कराउँदा पनि दुनियाँ मरि जा भन्छन् होइन कौवा करायो भने मलाई धारे हात लाउँछन् प्रभु कराउन पनि पाउँदिनँ खानेकुरो पनि मलाई बिग्रिया सोड्या मात्रै दिन्छन् म के गरौँ प्रभु मलाई विरक्त लाग्यो मलाई आफ्नो जीवनदेखि दिक्क लागेर मलाई आत्महत्या गरौँ लागेको छ यसरी त्यो मोबाइलमा फोन आयो यसरी त्यो कौवाले विरक्त मानेपछि विवेकानन्दले भन्नुभयो बाबु तिमीलाई के बन्न मन लागेको छ त सोध्नुभयो प्रभु यो कौवा बन्नु भन्दा बरु मयूर बन्न पाए है मयूर बन्न पाए कति आनन्द मयूर भए त सह पहिले म नाचे त्यो मयूर नाचे पनि हेर्छन् त्यसको पहेटा पनि काम लाग्छ मलाई त्यो कालो भएर सारा हेला गरेका छन् जाऊ त त्यसो एकचोटि मयूरलाई सोधेर आऊ त विवेकानन्दले पठाएपछि कौवा भोर र उडेर गयो मयूर कहाँ पुग्यो ए मयूर के छ सन्चो बिसन्चो तपाईँलाई जीवनमा कतिको आनन्द लागेछ के भन्नु कौवा म मेरा दुःखका कुरा के बताउँ म यसो बाहिर निस्किन पाउँदिनँ दुनियाँ मेरो पखेटो पनि तान्न आउँछन् खुट्टा हेरि नसक्नु छ आफ्नै खुट्टो देखेर दिनरातो रोइरहन्छु हो नि मयूरको पखेटा चाहिँ राम्रो हुन्छ खुट्टो अति नराम्रो हुन्छ घिन लाग्ने हुन्छ मैले दिँदै हुन्छ अरे एकपटक खुट्टो हेरेर प्रभु मलाई यो मयूरको जीवन विरक्त लागेको छ मलाई त मयूर हुनुभन्दा बरु हाँस हुन पाएको भए कौवा भुर उडेर हाँस कहाँ पुग्यो के छ त हाँसी सन्चो सन्चो सोध्यो के हुनु तपाईँ जस्तो भुर उड्न पाउने भइदिया भए हेर्नु कति सेतो छु कति राम्रो छु तर हिला भएको चिज खोजेर खानु परेको छ तपाईँ त जे भए पनि माथिका चिज खान पाउनुहुन्छ फेरि मेरो स्वभाव आफूले नकुल्चिकन खानै मिल्दैन होइन हाँसको जात के हुन्छ भने पहिला जान्छ कुल्चिन्छ अनि पछि खान्छ कसैले पाल्यो भुरुक्क पर्यो भरे राख्छ कि मार्छ थाहा छैन नारायण के गरौँ उड्न सक्दिनँ जसरी भए पनि काल पर्खिनु सिवाय केही छैन भनेर हाँस्दा धुरु कुवा सरोयो लौ यो पनि ठिक छैन त्यसो भए के चाहिँ ठिक छ त के गर्नु सुगा हुन पाएको भए भनेछ उसले सुगा कहाँ ए सुगा के छ सन्चो बिसन्चो के हुनु तपाईँ जस्तो कौवा भएको भए मलाई कसैले पनि थुन्दैन थिए हेर्नु मलाई गए जहाँ गएर बस्यो त्यहीँ जाल टाँगिदिन्छन् जालमा पार्यो के न लयो घर लर पिँजडाभित्र राख्छन् ए राम बोल श्याम बोल भन्छ नारायण हरि न बाउले बोल्या न बाजेले बोल्या होइन हाँसको सन्तानले बोल्ने जात हो त्यो सुगाले बोल्ने जात हो व्यर्थै कराउँदा उसले भने मान्नुपर्छ हो त अब राम बोले श्याम बोले छोड्देला कि भन्यो बल्ल बल्ल गाह्रो भएर बल्ल बोल्न थाल्यो तर त्यसले छोड्दैन मेरा छोरा छोरी नाति नातिना सबै पीडित छन् कतिखेर पिँजडा पर्छन् थाहै छैन मेरा लागि त कौवा हुन पाएको भए ल नारायण फर्केर आयो कौवा विवेकानन्दले भन्नुभयो के भयो त के बन्न मन लाग्यो प्रभु मलाई त यही कौवा नै ठिक छ अब छाड्यो थाहा भन्नु आनन्द केन्द्र भगवानको त्यसो भएर आदरणीय भक्तजनहरू तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीँ ठिक छ
जहाँ बस्नु भएको छ त्यही ठिक छ, जहाँ जति सुविधा छ त्यसैलाई सन्तुष्ट मान्नुपर्छ। अर्काको धेरै सुख छ अरे भनेर कुदाकुद गर्नु पर्दैन। सुख र दुःख त प्रारब्धमा जति ल्याएको छ त्यति भोग्ने हो। सुख आफूमा जति छ त्यसैमा सन्तुष्ट हुनुपर्छ। दुःख जति छ तपाईँको भन्दा दुःख अर्कालाई अझन् धेरै हुनसक्छ, होइन? नारायण, मलाई जति दुःख त कसैलाई छैन होला भन्ठान्छौँ हामी, तर हामीलाई भन्दा दुःख अर्कालाई पनि हुन्छ। त्यसकारण त्यो दुःख सुख भनेको प्रारब्ध रहेछ। जसले जस्तो जस्तो कर्म गरेको छ त्यही त्यही भोग्ने रहेछ। भइगयो भगवान्, त्यसो भए विवाह गर्नै परेछ। नारायण, उदालकले नारायणले भनेपछि नाइ भन्न सकेनन्। उदालकले विवाह गर्न भएर गए, तर ज्येष्ठासँग उदालकले विवाह गरे। ज्येष्ठालाई लिएर घर गए, कुटीमा गए जस्ता। ज्येष्ठाको बानी कस्तो थियो भने उदालक ऋषि बिहान 4 बजे उठ्नुहुन्थ्यो, ज्येष्ठा भने बिहान 8 बजेपछि बल्ल उठ्ने। सुन्नुभयो? जो नारी जाति भएर बिहान घाम चुल्किने बेलासम्म सुतिरहन्छन् भने ती पनि तिनका घरमा पनि झट्टै अलक्षिणी आउँछ। पहिलाकी आमाहरू बिहान 4 बजे उठेर पानीमा जान्थिन्। अहिले हामी भल्लाकी आमाहरू बिहान रातको 12 बजेसम्म युट्युबमा मोबाइल थिचेर बस्छन्। बिहान 8 बजेपछि बल्ल गर्ने नानीका घरमा लक्ष्मी चाहिँ बाई गर्थे। नारायण, अनि अलक्षिणी आउँछ। त्यसो भएर सबैजना हर नर नारीहरू बिहान घाम झुल्किने भन्दा अगाडि नै उठ्नुपर्छ। बिरामी भइयो भने दोष लाग्दैन, न त आइपछि घाम झुल्किने बेलासम्म सुत्यो भने त्यो घरमा पनि अलक्षिणी आउँछ। हेर्नु, ज्येष्ठा के गरिरहेथे? बिहान 8 बजे उठ्दिरहेथे। श्रीमान चाहिँ भने बिहान 4 बजे उठेर भगवानको पूजा गर्थे, शङ्ख घण्टा बजाउँथे। तिनले शङ्ख घण्टा बजाएपछि लौन नि बुढा त मरे पनि हुन्थ्यो, मेरो निन्द्रा बिगारे भनेर शङ्ख हाल्दैछ। नारायण, शङ्ख घण्टा बजाउन दिइन, शङ्ख घण्टा नबजाए पनि त अब धूपबत्ती त दिनै पर्यो। भगवानलाई भयो मिठा मिठा जङ्गलका वनस्पतिका अगरुहरू सघाउँथे। त्यो अगरुको धुप हर बाहना आउँथ्यो नि। त्यो ज्येष्ठा के भन्छ, छ्या चाहिँ कति गर्न आएको ल, ए बाबा यो भाषमा आएन मलाई त, यो भन्दा त मान्छे म डराएको मात्रै बाहना आउँछ भन्छ। नारायण, हेर्नुहोस्, नामी त अलक्षिणी कुरो बुझ्दैन। मलाई त यो बाहना आएन। अरे धुप छाप्न पनि पाइएन, वेद पढ्न पनि दिइन, साह्रै दिक्क लाग्यो। अनि ज्येष्ठालाई अचालकले भने, ए ज्येष्ठा, यो त ऋषिको कुटी हो, तिमी यहाँ भन्न सकेनौ, म त यहाँ बस्दिनँ। म त जसका घर साना छोराछोरी हुन्छन् त्यो घरमा त मलाई रमाइलो लाग्छ। नारायण, साना बच्चा रहेको घर चाहिँ उसलाई मनपर्ने। त्यसो भए कहाँ जानु त? अब घर घर अहिले मैले भनेको थिइनँ, छोराछोरी रुवाको घर, साना कुचोलेर हिँड्ने महिलाका घर, अनि फोहोर मैला घर अगाडि फाल्ने घर, घर आँगन चोक सफा दिउँसो सफा नगर्ने, अनि पति पत्नीको झगडा हुने, बा आमालाई हेला गर्ने घर खोज्दै खोज्दै हिँडे बिचरा। त्यतिखेरका जमाना कहाँ पाउनु, काहीँ पनि छैन। दिक्क भएर ल र त ती उदालकले काहीँ भेट्न नसकेपछि ज्येष्ठालाई भनेछन्, हे ज्येष्ठा तिमी यहीँ बस, म ठाउँ खोजेर आउँछु भनेर पिपलका फेदा राखेर उदालक खोज्न भए गएका काहीँ नपाएपछि उदालक घुमेर कुटीमा गएर बसे। दिनभर उदालक आउला भनेर बाटो हेरेर बस्थे। साँझ परेपछि जब उदालक आएनन् अनि डाको छ रुन्थिन्। दिदी रोएको सुनेपछि लक्ष्मीले थाहा पाउनुभयो, हे नारायण भगवान्, म त यहाँ बस्दिनँ, मेरी दिदी रुँदैछिन् पृथ्वीमा भने म त जान्छु भनेर लक्ष्मी हिँड्न आँटेपछि नारायण भगवान्ले भन्नुभयो, भयो भयो लक्ष्मी जान पर्दैन, म चित्त बजाउँला भनेर नारायण आएर तब ज्येष्ठालाई भन्नुभयो, हे ज्येष्ठा, तिमी ऋषिका कुटीमा बस्न नसके भए यही बस, प्रभु यहाँ त मलाई डर लाग्छ, एक्लै के गरी बस्ने। भगवान् नारायणले भन्नुभयो, पिमार्नु पर्दैन, पिपलका फेदा आएपछि तिमीलाई साथी भूत प्रेत पिशाचहरू आउनेछन्। शनिबारका दिन बिहान ब्रह्म मुहुर्तमा तिमी बहिनी लिएर म पनि आउँला भनेको हुनाले आएपछि पिपललाई छोयो भने भूत प्रेत पिशाच लाग्दछ। शनिबारको दिन पिपल छोयो मात्रै भने पनि लक्ष्मी नारायणलाई छोएको पुण्य पाइन्छ। त्यसकाले 7:30को दशा भए बेला शनिबारको दिन गएर पिपलका फेदमा पानी मात्रै चढायो भने पनि 7:30 र अढाइको दशा शान्ति हुन्छ नस्ता। तर आएपछि पिपललाई पूजा गर्न हुन्छ, तर छुन हुँदैन। नारायण, आएपछि पिपललाई छुन नछोइकन पूजा गर्ने, छुन चाहिँ हुँदैन। र पिपलका फेदा सकेसम्म मध्यरातमा चाहिँ बस्नु हुँदैन। जो पिपलका फेदा मध्यरातमा बस्यो भने मध्यरातमा पिपलले अक्सिजन आफै खान्छ। आएपछि चाहिँ हजारौँ हजार दूरीसम्म
कोष परसम्म अक्सिजन दिन्छ तर 12 बजे राति चाहिँ पिपलले अक्सिजन आफै खान्छ अनि मध्यरातमा कोही कोही त्यहाँ सुतै हुन्छन् कारण अक्सिजन नभएपछि त मरिहाल्छन् अनि छलाना पिपलका फेना गएको झन्नै गइएन बाँचिहाले भने पनि सातो जान्छ 12 बजे राति पिपलका फेना भूत आउँछ भन्छन् नि कुरो बोल्नु भूत आएको होइन 12 बजे राति पिपलले अक्सिजन खान्छ गाह्रो हुन्छ श्वास प्रश्वास बढ्छ अनि छटपट्टि भएपछि लौ झन्नै भूतले खाएन कारण हो किनकि विज्ञान प्रमाणित छ त्यसकारण पिपलका फेदा अहिपछि ज्येष्ठा बस्छे शनिबारको दिन बिहान लक्ष्मी बस्नुहुन्छ